म होइन तेरो घरको गार्जियन त मै हो नि यो घरको गार्जियन त मै हो नि नानी बुहारी अनि कसले के भन्नु र यस्तो भने बुबा मलाई यो भने भन मलाई भन्न भने सानै मलाई भन्न लक्ष्मी मलाई भन्न बुबा यो यस्तो भयो यस्तो त रोएर मात्र साधना हुन्छ बुबा तेरो यो घरको गार्जेन म सानै नरु न हे त रोको सानै ओइ लक्ष्मी बुढी बाबाले त्यो उसमा फोन गर्छु सम्झनले फोन गर्छु तपाईँ आउनु भएर म फोन गर्छु मोबाइल सम्झन नम्बर छ अनि कसले पिटो कि कुटो कि के बता रोको मलाई भने हे लाटी बुबा मलाई यस्तो भयो यस्तो भयो भन्नु पर्दैन मलाई के पनि नभन् त रे मोबाइलले फोन नभई दाइलाई फोन गर्छु यतिको रोएर मात्र भन्ने केही भन्ने हो नि कसले के गर भन्दा पनि हुँदैन भन्न मलाई यो बुबा यस्तो भयो भन्नु हुँदैन त नि लक्ष्मी तैँले यस्तो गरे बुबा उस्तो गरे बुबा मलाई यस्तो भयो बुबा भन्नु तेरो त ससुरो हो त म अनि किन रोइरहेको कसले के गर सासूले के गरे कि तेरो बुढाले के गरे ल भक्क म तेरो दाइलाई र भाइलाई फोन गरेर बोलाइदिन्छु अब मलाई सोद्धाखेरि भन्नु भाइ अब म बोलाइन्छु अब देउरी मामाले अनि कसलाई चाहिँ के गरिदियो मलाई भन्नु पर्छ मलाई यसो गरे बुढाले यसो गरे सासूले यसो गरे भन्न सक्दैन त मेरो जिन्दगी नरक बनाइदे झाडखानी र जुवा खेल्ने तास खेल्नेको घर ल्याएर बिराइदियो मेरो बुवा भएको भयो मैले यता जान पर्दैन थियो बुवा मैले सकेन भनेर म वहीँ गएर बस्थेँ मेरो बुवा भएको भए मलाई यस्तो गर्न दिँदैन अहिले जबरजस्ती मलाई यस्तो घर ल्याएर मिलाइदियो मैले पाके भात पनि खानु पाइनँ चाडबाड आएपछि जहिले नै झगडा पर्छ मधुवालीको घर परेको मेरो छोरीले के मेरो छोरीको दिमागमा कस्तो असर पर्यो मेरो जिन्दगी बोलाइदिए मेरो दाइले जबरजस्ती मेरो मलाई याद मिलाइदियो जबरजस्ती मेरो यो त जिन्दगी बनाइदियो मैले तास खेल्ने रात दिन तास खेल्नेको घर मैले कसरी जिन्दगी चलाउने
मेरो त कहिले खेल्छन् क्या मेरो बुढो राम्रो खाना बाटा खोज्नु मैले गाडी अहिले खोज्नु पैसा अहिलेको अवस्थामा सबैभन्दा हेला गरेको तेरो बुढो छ तेरो बुढो अति राम्रो छ मेरो छोरो हो कहिले यता ल्याउँदा चाहिँ म तँलाई पनि भने नरो रुनु पर्दैन तेरो तिम्रो चाहिँ मैले जति सकिनँ भयो भने मलाई छोडेर हिँड्ने बाध्य बनाएको दुईजनाले म अब छोडेर हिँड्छु